हेलो साथीहरू नमस्कार। आज बुधबारको मार्केट के भयो तपाईँलाई सरस्वती म जानकारी दिन गइरहेको छु। मेरो पुरानो च्यानल चाहिँ ब्लक भएको कारणले गर्दा चाहिँ मैले अर्को च्यानलबाट अर्कै नामबाट मैले भिडियो अपलोड गर्न गइरहेको छु। नयाँ आउने साथीहरूको लागि स्टक मार्केटमा इन्ट्रेस्ट हुनुहुन्छ भने भिडियो नछुटाउनु होला। तपाईँले आफ्नो ज्ञानहरू अगाडि बढाउँदै जानुपर्ने हुन्छ है त। ल मैले भनेको भिडियो एउटा रिफरेन्सको रूपमा लिनु होला है त। के भयो मार्केटमा के हुन सक्छ भन्ने प्रोबाबिलिटी मात्रै बनियो, नट अ फिक्स है, स्योर हुन्छ भन्ने चाहिँ हुँदैन। आज लामो समयको गिरावट पछाडि आज राम्रो अङ्कले नेप्सेमा वृद्धि देख्न सकिन्छ र भोल्युमसहित वृद्धि भएको हुँदा चाहिँ यो वृद्धिलाई चाहिँ पोजिटिभबाटै हेर्न सकिन्छ। यहाँ अहिले मैले चाहिँ बुलिन्जर ब्यान्ड लगाइसकेको छु। डेलीमा बुलिन्जर ब्यान्ड लगाउँदा मिड ब्यान्डलाई पनि क्रसओभर गरिसकेको छ। यसरी हेर्दा चाहिँ अब 2729 चाहिँ 2725 चाहिँ मार्केट माथि जाने नै देखिन्छ बुलिन्जर ब्यान्ड वाइज हेर्दा है त। अब एकचोटि म पिभोट पोइन्टबाट पनि हेरौँ। पिभोट पोइन्टबाट हेर्दा पनि तपाईँको नेप्सी इन्डेक्सको पिभोट पोइन्टलाई पनि क्रस गरेर माथि बसेको छ। 2663 भन्दा माथि 73मा बसेको छ भनेपछि पहिलो रेसिडेन्सी पनि यसले चाहिँ 2627 देखाएको छ है। यो अनुसार हेर्दा पनि यो पिभोट पोइन्ट अनुसार पनि एकदम पोजिटिभ नै देख्न सकिन्छ। इन्डेक्स वाइज नेप्से चाहिँ अहिले चाहिँ पोजिटिभ नै देख्न सकिन्छ। अब रह्यो फाइनेन्स इन्डेक्सको विषयमा चाहिँ हेरौँ है त। फाइनेन्स इन्डेक्स के छ? फाइनेन्स इन्डेक्समा पनि राम्रो वृद्धि देख्न सकिन्छ। आज करिब 5%ले बढेको देखिन्छ। अहिलेसम्म राम्रो खालको मार्बुजी क्यान्डल बनेको छ। 1 2 3 4 4 एक हप्तासम्म घटेको थियो मार्केट, त्यसलाई एउटै क्यान्डलले चाहिँ कभर गरिदिएको छ। यसको मतलब भनेको चाहिँ एउटा राम्रो बुलिस सेन्टिमेन्ट क्रिएट भइसकेको छ भन्ने देखाउँछ। फाइनेन्स इन्डेक्सको पनि 2488सम्म नर्मली पिभोट पोइन्ट नै भयो। त्यहाँसम्म चाहिँ पक्का जान्छ भन्ने नै अनुमान गर्न सकिन्छ। त्यसपछिको रेसिस्टेन्स भनेको चाहिँ 2588को देखिन्छ। 2588 अब यो पिभोट पोइन्टलाई एकचोटि केयर गर्नु होला। यो पिभोट पोइन्टको एरियामा कस्तो रियाक्ट गर्छ, त्यसपछि चाहिँ यसलाई चाहिँ ब्रेकआउट दियो भने चाहिँ रेसिस्टेन्स 1को रूपमा 2588लाई चाहिँ वाच गर्नु होला। भोल्युम वाइज हेर्ने हो भने पनि आज राम्रो भोल्युम आएको छ। करिब यो लेभल भनेको चाहिँ झन्डै यो एरिया भनेको चाहिँ एप्रिलको महिनामा जुन भोल्युम आएको थियो त्यो भोल्युम चाहिँ अनि यो लेभल भनेको चाहिँ कति छ? 2631 हुँदा जुन भोल्युम आएको छ आज चाहिँ 2439मा यो भोल्युम देख्न सकिन्छ। यो पनि पोजिटिभ मान्न सकिन्छ। अब रह्यो त एनएफएसको कुरा गरौँ। फाइनेन्स सेक्टरमा राम्रो मुभ आउन सक्ने सम्भावना देखेको छ। लामो समय घटिरहेको थियो त्यस हुँदा पनि। अब एनएफएसको कुरा रह्यो। एनएफएसमा पनि करिब यसभन्दा अगाडि 2 दिन घटेकोलाई चाहिँ एउटा क्यान्डलले चाहिँ कभर गरिदिइसकेको छ। यहाँबाट लिक्विडिटी स्विफ्ट गरेर S2 लेभललाई नछोइकन माथि गएको देख्न सकिन्छ। राम्रो करेक्सन पछाडि यो उठेको छ है। पिभोट पोइन्ट यसको रहेको छ 674सम्म यो पक्का जान्छ भन्ने बुझ्न सकिन्छ। त्यसपछि चाहिँ यो पिभोट पोइन्टलाई ब्रेकआउट दियो भने है, यसलाई ब्रेकआउट दिएर गयो भने रेसिस्टेन्स वान भनेको चाहिँ 708 सम्मको लागि टार्गेट लिन सकिन्छ। 700 सम्मको टार्गेट लिएर चाहिँ अगाडि बढ्न सक्नुहुन्छ है त। जतिसक्दो कम मूल्यमा उठाउन खोज्नु होला। छुट्नु पनि हुनसक्छ। अब राम्रो खालको मुभमेन्ट देखाइसकेको छ मार्केटले है त। एनएफएसको कुरा पनि रह्यो। लामो समयदेखि घटिरहेको थियो। अब आरएसआई वाइज पनि हेरौँ न त। आरएसआईबाट पनि मैले एनएफएसको त तपाईँलाई मैले आरएसआईबाट पनि भन्छु है त। ल हेर्नु, आरएसआई लेभल 21मा आएर उठेको छ। 21बाट चाहिँ अहिले 40मा पुगेको छ है। यो 50सम्म न्युट्रल जोन मान्न पर्यो। अब 40-50सम्म चाहिँ पक्का पुग्छ कि भन्ने अनुमान लगाउन सकिन्छ आरएसआई पनि यो लेभलमा। हेर्नुहोस्, जहिले पनि आरएसआई चाहिँ 30 भन्दा तल भनेको ओभरसोल्ड कन्डिसन हो। ओभरसोल्ड कन्डिसनबाट चाहिँ उठेको छ। अब आरएसआई लेभल 70 भन्दा माथि गएको पनि हुन्छ। 70मा पुगिसकेपछि 70 भन्दा माथि चाहिँ ओभरबाउट जोन रहन्छ। 70 भन्दा माथि आरएसआई छ भने सेल गर्ने सोच्नुपर्छ र 30 आरएसआई 30 भन्दा तल छ भने चाहिँ बाई गर्नुपर्छ। अझ तपाईँको बुलिस सेन्टिमेन्ट जब कायम हुन्छ नि, अब यो फेरि 30 खोजेर 30 भन्दा मुनि खोजेर नपाउन सकिन्छ। बियरिस सेन्टिमेन्टमा चाहिँ 30 भन्दा मुनि नै बाई गर्नुपर्ने हुन्छ। भनिसकेपछि अलिकति बुलिस सेन्टिमेन्ट आइसके पछाडि
40 देखि 50 को अथवा 50 देखि 60 को रेन्जमा बाई गर्नुपर्ने दिनहरू पनि आउन सक्छ। आज भनेकोले सबै दिनहरूको लागि ठ्याक्कै मिल्छ भन्न सकिँदैन।